थियो। यता चाहिँ पहिलेदेखि तरकारी हैन, कोरोमा पनि यस्तो राम्रो फलेछ। यता यसरी यो यसरी फलेछ नि धेरै नै। यो चाहिँ टिप्नुपर्छ हैन, यो चाहिँ एकदम तरकारी अचार अनि यो चाहिँ खोर्सानीमा कुटेर खाने हैन, मल्टिपर्पजको लागि युज हुन्छ यो चाहिँ। अब जङ्गलमा पाइने एकदम फ्रेस हैन, एकदम निशुल्क। टक्क के गर्नुपर्छ भन्दाखेरि खोजेर लगेर सुकुटी बनाउने या राम्रै फल्यो यतातिर हैन। यो चाहिँ खै अब के भन्छ यसको नाम त थाहा भएन अब हैन। यो चाहिँ खाने सिजनमा चाहिँ टन्न यो लेकतिर पाइन्छ। यसरी हाम्रो दिनचर्या बितिरहेछ लेकमा यो टिप्दै हैन। हामी चाहिँ लेक जान्छौँ अनि घरमा ल्याउँछौँ खान्छौँ है। अनि सो आहा खतरा फल्यो नि यता त है, यस्तो फलिरहेछ है। यस्तो टिप्न पनि कस्तो मजा क्या यार, एकदम पहिला बच्चा हुँदा खेले जस्तो। अनि यसो टक्क चौरतिरै पनि पाइने अनि कस्तो मजा आउने के यो टिप्नलाई पनि। मजा लाग्यो मलाई चाहिँ यो टिप्न एकदम। अब जति टिप्नलाई मजा हुन्छ त्यस्तै खानलाई पनि मजा हुन्छ यो। त्यही भएर म चाहिँ एकदम यो टिप्न पाउँदा एकदम खुसी छु। लगभग यो साथीहरूले पनि खानु भएको होला, हुनुपर्छ हैन। यो यदि यो खालको खानु भएको छ भने, टिप्नु भएको छ अनि लेकमा पर्नेहरूले चाहिँ यसको तरकारी कुनै समय खानु भएको छ भने कस्तो हुन्छ त्यसको रिभ्यूहरू कमेन्टमा लेख्नु होला। अनि यसको नाम के हो थाहा छ भने त्यो पनि कमेन्टमा बताउनु होला हैन। अनि हामी पनि अब सबै कुरा ज्ञान हुँदैन नि त। अब यसको नामहरू के भन्थ्यो, हाम्रो भाषामा चाहिँ के पो भन्छ अरे, खै के खाइ भन्छ। अब मलाई अहिले खासै ठ्याक्कै मुखमा चाहिँ आएन। अब तै पनि एकदम मजाको फल्छ। यो चाहिँ फेरि ठुल्ठुलो छिप्पिएको चाहिँ यो एकदम त्यो पाइनएप्पल जस्तो हुँदो रहेछ क्या, ठ्याक्कै त्यस्तै देखिने हैन। यता यो ठुल्ठुलो यस्तो हुँदो रहेछ। खाइन्छ यो, मजा हुन्छ है तरकारी खान, अब गुन्द्रुक खान है। हामीले टन्न टिपेका छौँ यो धेरै नै खुवाउनु। अब त्यही भएर यसरी हामी चाहिँ जङ्गल डुल्ने तल टन्न रहेछ, यतातिर पनि टन्न रहेछ है। अब लेकमा के यता टन्न तल पुरै बगान बारी नै रहेछ। एक बारी खोजे पनि यतातिर पनि टन्न फल्यो है। अब कसरी कति धेरै खानु त अब यो जङ्गलमा सर्भाइभ गर्नलाई त्यति यस्तो चिनियो भने चाहिँ खासै गाह्रो छैन। यी तल आउनुहोस् त, अब धेरै त्यहाँ त फेरि बोट पनि टन्न रहेछ होइन, बगान जस्तै हुन्छ यो चाहिँ। अब खासै त्यति अग्लो पनि हुँदैन, त्यस्तो भिउतिर पनि जानु पर्दैन। यस्तै जङ्गलमा चौरतिरै यस्तो रूपमा पाइन्छ। त्यति सिजन भएको छैन कि यता चाहिँ कमै फलेको छ क्या, त्यति धेरै फलेको छैन यता चाहिँ टन्नै चाहिँ। कस्तो होला यो जङ्गली खोज अनुसन्धान, साह्रै मजा। कति टिप्नु है तरकारी।